स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाबाट चाहियो आफ्नो नागरिक सेवा गर्नलाई। आज आफ्नो यहाँ पीडा यसरी गरेर पुग्नु पर्दा एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामीले हिजो रातभरि खट्यौं। म यतिकै यो आँसु झरेँ किन आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। देशको कुन चाहिँ संयन्त्र चलायो, जुन संयन्त्र नेपाल प्रहरी, ट्राफिक प्रहरी जसरी पहिला नेताको मात्र रक्षा गर्नलाई आज हिजो राति तपाईँ हेर्नु होला, त्यहाँ रातभरि नेपाल प्रहरी, ट्राफिक प्रहरीहरू बाटोभरि उभिएर बसेका थियो। उहाँहरू भिभिआइपी सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि रातभरि सुतेका छैनन् उहाँहरू पनि आफ्नो नागरिकको रक्षा गर्नको लागि। हामी पनि त्यहाँ गयौँ, त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नको लागि सबै स्पेशलिस्टहरू बोलायौँ, सबैजना राख्यौँ। पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही भिआइपीलाई मात्र सेक्युरिटी दिन्छ, आज नागरिकलाई सेक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। तर त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन, किन थाहा छैन? किन तपाईँ त्यहाँ पुगेकै छैन। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेर उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ, किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लिएर केही होला कि डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छ। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाबाट चाहियो आफ्नो नागरिक सेवा गर्नलाई। र पत्रकार मित्रहरूलाई पनि तपाईँले सोध्नु होला, जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत हामीलाई देख्नु हुँदैन। हामी फिल्ममा उतरेर काम गर्ने मान्छेहरू, हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेछौँ। हामीले कहिले पनि भनेको छैनौँ कुनै दल कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ। तर पहिला के हुन्थ्यो, हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो, यताबाट एकजना उफ्रिनुहुन्थ्यो, उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो, दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ। तर अब हामी नसुध्रेर कहिले सुध्रिनु? त्यही भएर हामीले हिजो अथाक प्रयास गरेको, प्लेन श्री एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो। तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। अब उहाँको ब्लड प्रेसरै लो भइसकेको थियो। ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले बचाउने उद्देश्यले गरिरहेको हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर। कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले काठमाडौँमा? तपाईँले आफै भन्नुहोस्।